अब त चाहिँ ल्याएपछि नै हजुरहरूलाई देखाउँछु है। मेरो लागि त ठुलो सामान हो, नयाँ सामान होइन। अब सब्जी ढोकमा जाँदैछु होइन। सम्झिनाहरू चाहिँ भएको छैन, सबै थोक रेडी भइसक्यौँ, हामी पनि रेडी भइसक्यौँ। कहाँ छतमा साइकल कुदाउनु भएको भान्जो लडिएला नि लडिन्छ गाउँको बफ हो। बफ होइन पोर्क होला कि बफ ए चिकन यहीँ हाम्रो गाउँमा बनाएको, यहीँ पालेको। नमस्ते साथीहरू, गुड मर्निङ। आज चाहिँ म अलिक स्याड छु। स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। अनि किन स्याड छु भन्दाखेरि चाहिँ यहाँ आऊ त, मेरो छोरा लडेर चाहिँ यहाँनिर अलिअलि घाउ भएको छ होइन, तर ठिक हुन्छ। खै यहाँनिर घाउ भएको छ। अनि मेन चाहिँ टाउकोमा कस्तो एक्जाम आउने बेला मेरो छोराको टुटुलको उठेको छ। यहाँ हेर्नु न, फोटो खिचिदिनु हेर्ने, अहिले खिचिदिन्छु। अनि मेरो छोराको चाहिँ बोलचाल बन्द भएको थियो क्या, अघिदेखि 2-3 घन्टा भएको थियो नि त। हामी बोलचाल नभएको, अनि बोलचाल नभएको 2-3 घन्टा भएको थियो। भरे त के भयो, घाउ भयो, बोल्नै पर्यो। बोल्न पनि कुन सिचुएसनमा बोल्नु पर्यो भने बोलाइ पनि एकैचोटि, अत्तुवाइ पनि एकैचोटि, सबै कुरा भयो। अनि मेरो सानोलाई चाहिँ ठोक्यो, लडिन् क्या बाटोमा। घिस्रेर चकचक नगर न भन्दा त्यही त हो, झन् नगर भन झन्। त्यहाँ नगएको भए झर्दैन थियो नि त। अनि बाँच्नु सबै कोतारो हो। एक्जाम आउने बेलामा अहिलेसम्म टाउकोमा यस्तो चोट लगाएको थिइनँ। अनि यस्तो भएको छ मेरो छोरोको, कसरी निको पार्ने होला। म चाहिँ भोलि एउटा सामान ल्याउन आँटेको होइन। अन्त सामान ल्याउनको लागि अब यहाँनिर ठाउँ खालीहरू गरेर अनि बाटोतिर गाउँतिर गएको थिएँ। छोरा लडे, अनि यहाँनिर चाहिँ खेल्दै सबै छरिरहेको छन्। म चाहिँ के सामान, नयाँ सामान ल्याउँदैछु भने अब त चाहिँ ल्याएपछि नै हजुरहरूलाई देखाउँछु है। ल्याएपछि नै हजुरहरूलाई देखाउँछु। मेरो लागि त ठुलो सामान हो, नयाँ सामान होइन। अब र पनि त जोड्नको लागि त नर्मल कुरा त होइन। अनि तर मैले फर्स्ट टाइम ल्याउन आँटेको भएर चाहिँ मेरो लागि त ठुलो नयाँ कुरा, खुसीको कुरा नै हो। अनि ल्याउन आँटेको छु। तर नानुको चाहिँ एकदम गाह्रो भयो, धन्न ठुलो चोट चाहिँ लागेको छैन। टुटुलको उठेको छ, अलिअलि बाँसको त्यो सिटाले दसारिएको छ। अनि त्यस्तै छ। अब म चाहिँ खाना पकाउँछु, नानीलाई रेस्ट गर्न लगाएको छु। भोलि चाहिँ म नयाँ सामान ल्याउँदैछु। भोलि चाहिँ विशेष दिनहरू पनि रहेको छ होइन। अब एउटै भिडियोमा म क्याप्चर गर्छु या गर्दिनँ। हाम्रो चाहिँ सन्डे ढोकभेटको कार्यक्रम छ। पोहोर भान्जाको बिहे भएको थियो, अनि भान्जाको बिहे भएको थियो। अनि भान्जाको तर्फबाट चाहिँ सम्झिनाहरू आउँदै हुनुहुन्छ ढोकभेट गर्नको लागि। फर्स्ट एक्सपिरियन्स हो, मैले कहिले भोगेको पनि छैन, देखेको पनि छैन नि त। अब हाम्रो पनि त्यस्तो गर्नु परेन। अनि फर्स्ट एक्सपिरियन्स हो, कस्तो हुन्छ सम्झिना अब भइराखेकै थियो। ढोकभेट गर्दा त्यो फिलिङ पनि सेयर गर्ने छु म, देखाउने पनि छु। हेर्दै गर्नु होला, एउटै भिडियोमा सायद क्याप्चर गर्छु होला म। अनि भोलि चाहिँ मेरो धेरैतिर जानु छ, बिर्तामोड सामान लिन पनि जानु छ। नयाँ सामान के हो भन्ने कुरा अब आएपछि नै देखाउँछु, सरप्राइज है। अनि त्यस पछाडि सम्झी ढोकभेटमा पनि जानु छ। हेरौँ क्या करती हूँ मैं। चाहिँ जान लागेको एकछिन भए पनि सघाउनको लागि। बिहान चाहिँ अहिले चाहिँ कति 7:30-8 बजिसक्यो। बिहानै जान मन थियो, पानी पऱ्यो हेर्नु नि यहाँनिर, पानी परेर अनि त्यस पछाडि अब हामी जाने। यता ज्याकेट लगाऊ। अनि एकछिन सघाएर आएर फेरि पेट्टामोड जाने हो। छोरू तिम्रो घाउ निको भयो कि भएन? टुटुलको हातको चाहिँ भयो नि अलिअलि। ल यिनीहरू कति धेरै चिसो छ हौ नानी, कति धेरै चिसो हावा चलेको। सानो नगर, चिसो हावा चलेको। अनि हामी चाहिँ भोलिदेखि एक्जाम हो, अनि यहाँ घरमा बसेर पढ्न भ्याइएन। त्यही भएर कपी सपी पनि लगेर उतै पढ्नको लागि आएको छु। कस्तो चिसो पराल। इधर हजुर आगे त दिएको। अनि तिमीले चाहिँ बाबाले ल्याइदिनु भएको पाइपुरे टोपी लगाएको हो। अलिक सिधा पारेर लगाऊ न सानो,
टोपी लाउने दिन आयो नि फेरि पनि नि चिसो भएर ल अब जाउँ अनि सघाएर आमास देऊ कपी बोका फेरि गीत देऊ त कुन अरे बादलुको ताल होइन क्या नानी मादलुको ताल मादलु अनि यत्रो के अरे डान्स सिकेर पनि गीत बिर्सेको अनि अस्ति नै ए यसमा त होइन नि वारी जमुनामा नाचेको नि तिमी यहाँ हेर नि हाँगासाँगा पनि पाराकपुरुक अस्ति हावाले भाँचेर हजुर अनि अस्ति पाराकपुरुक भाँचेर अहिले सुकिसक्यो काटेछ त आलु पनि ए यहाँ सबै काटिसक्नु भएछ के यतिखेर आएर पानीले गर्दा भान्जु के पकाउँदै हुनुहुन्छ नमस्ते भान्जु कोपी उसिन्दै हुनुहुन्छ मम्मीहरू हिँडिसक्नु भयो अरे आज फेरि सबैतिर लाइन छैन के लाइन नभएर गाह्रो हेलो गाइस म चाहिँ टमाटर फत्काउँदैछु भनेर पापड फत्काएँ होइन उसले भनेको पापड फत्काएँ झिकौँ न त पाएको भान्जी आलु र कोपी साथीहरू म चाहिँ जान आँटेको बिर्तामोड होइन छोरा र म नै आज चाहिँ के त्यस्तो स्पेसल चिज आउँदैछ मेरो लागि साथीहरू गेस गर्दै गर्नु होला है म आफैले किन्न आँटेको स्पेसल आउने कसैले सरप्राइज दिने उपहार त होइन तर तपाईँहरूको लागि सरप्राइज छ मेरो होइन अनि मैले चाहिँ कामसाम सघाएर आएँ तल एकछिन अब चाहिँ बिर्तामोड पुगेर आउँछु अनि फेरि पनि आज दुइटै भिडियो मिक्स हुन पनि सक्छ फेरि म एन्डिङ गरेर यो भिडियोलाई छुट्टै अनि त्यो के अरे हाम्रो सम्धिनीको भिडियोलाई हजुर छुट्टै पनि बनाउन सक्छु है भाटबाटिनीको जुत्ता नलगाउ न मेरो छोरालाई चाहिँ भाटबाटिनीमा पहिला जुत्ता किनिदिएको थिएँ अनि धन्न जुत्ता चाहिँ किनेछु मेमा नभए त सबै चलिहाल्ने रहेछ भनेर भन्दै थिएँ अनि फेरि भाटबाटिनीको जुत्ता चाहियो भाटबाटिनीको होइन अर्को लगाऊ भाटबाटिनीको चाप डबलै हो कि चाप डबल एक हालिदिनु है भाइ हामी चाहिँ हतार भयो साथीहरू रेडी भएर चाहिँ अब सन्धि ढोकमा जाँदैछौँ होइन के कस्तो हुँदो रहेछ त्यहाँ सन्धि ढोकको फर्स्ट एक्सपिरियन्स मेरो अब चाहिँ जुम हतार भइसक्यो मलाई पर्खेर बसिराख्नु भएको छ सानो आऊ ए जुत्ता पो खोलेको थियो ल जाउँ अब हामी पनि रेडी ढिलो बल्ल तर पर्दा त्यत्तिकै हतारमा ल भयो ल हिँड जाउँ हेलो केही फरक पर्दैन ल सम्झिरहेको चाहिँ भएको छैन सबै थोक रेडी भइसक्यौँ हामी पनि रेडी भइसक्यौँ कहाँ छतमा साइकल कुदाउनु भएको भान्जो लडिएला नि लडिन्छ हो क्या चल रहा है कुकुलु एकपल्ट फेरि घुमेर परिजामा देखाइदिउ त लु वाउ भरे कुन गीतमा डान्स गर्ने जुना जस्तै रे हो दादा कसलाई बोलाउनु भएको कालो देखियो नि के हुँदैन हाम्रो चाहिँ यहाँनिर सम्धिनीहरूको आगमन भएको छ साथीहरू होइन आइपुग्नु भयो भर्खर कुर्दा थोरै चिउँडो हटाउनु हाम्रो चाहिँ यहाँनिर भान्जा अनि भान्जीले चाहिँ पूजा गर्नु पर्दो रहेछ नि त पहिले त्यो कलशमा पूजाहरू गर्दै हुनुहुन्छ अनि सबैजना सम्धि गाउँको मान्छेहरू सम्धिनाहरू हाम्रो सबैजना चाहिँ उहाँनिर बसिराख्नु हुन्छ भनेर अनि अब हामीले चाहिँ सुरु हुन आँटेको छ हेर्दै गर्नु होला है अहिले चाहिँ पूजाहरू हुँदैछ
हाम्रा बुहारी पक्ष भान्जीको बुवा होइन का माइतीहरू भनौँ न माइती हो नि आमा त हो अनि बुवा त अनि फेसै दुवै पक्ष त्यसो नाचेको चाहिँ अर्को कहाँ उहाँ त काका होला जस्तो लाग्यो होला होला भिडियोमा त्यस्तै देखियो माता पिता छैन हामी के जोड्दै गरौँला सर्वप्रथम त मेरो सबैजनालाई प्रणाम गरे मैले सबैलाई मेरो राधे राधे अनि यो आज हाम्रो यो तिमीले गरिदिन्थ्यौ होला नि अगाडिबाट के गर्नु कति महिना भयो महिना आँटो 11 महिना 10-11 महिना भयो यो हाम्रो सम्धि ढोगाउने कार्यक्रम चाहिँ खातिरहेको थियो आज उतापट्टिबाट पनि सम्झिनेको चाहिँ पहिलो एकैचोटि हुन्छ ल म त्यसो भएदेखि अब सुरुवात गरेँ भने हुन्छ सबैजनाले आज्ञा दिनुभयो नि ल पहिले त्यसो भएदेखि पहिले सम्धि चाहिँ त्यत्तिकै ढोक्नु ल एकखेप ल ड्युरिनु एकखेप फेरि अर्को खेप फेरि एकखेप 3 खेप अलिकति बाहिर थोरै यता बाहिर आउनु ढोक्नु फेरि हात मिलाउनु फेरि किन छोडिदिनु भएको खाने बेला त्यसो होइन मामै खानु म यहाँदेखि उता जान मिल्दैन चुप चुप लगाए रेडी एक one संक्रमण गर्दा हुन्छ यो आमा फेरि अब अब यसो गर्नु सम्झिले दिने टाङ्गु परेन अब खुल्नेबाट फेरि कमल हजुर अलिकति टिका मुछेको ला
उठाउनु उठु 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 केही भएको छैन भाइलाई लान हजुर माम खाऊ हुन्छ एकछिन त मेरो यहाँनिर म पनि पुरै सुरिएर गइरहेको छौँ हामी चाहिँ उहाँहरू माइजू सासू भान्जीको चाहिँ हामीहरू होइन हामी चाहिँ माइजू सम्धिनीहरू सम्धिनाहरू हो अनि मैले चाहिँ पहिलो अनुभव पुरा लाज लागिरहेको थियो र पनि डोगेट हामीले गऱ्यौँ अनि यहाँनिर चाहिँ यो खोलेर पनि लास्टमा म चाहिँ हेर्नु कति ढिलो भएँ होइन छोरीलाई भिडियो गर्न लगाएको थिएँ मैले चाहिँ अनि मेरो छोरा पनि साइडमा आएर हल्का त्यो तङ गरिराखेका थिएँ मलाई चाहिँ एकदमै धेरै त्यहाँ उभिन पनि लाज लागिरहेको थियो तर के गर्नु उमेरले जे जस्तो भए पनि म जिम्मेवारी साइनो सम्बन्धले त म ठुलो भइसकेँ नि त अनि मलाई चाहिँ अनुभव चाहिँ रमाइलो नै भयो राम्रै भयो हल्का लाज लाग्यो अरू त त्यही हो सम्झिनु हुन पाएकोमा धेरै धेरै खुसी पनि लाग्यो होइन होइन माइजूको मामा माइजूको अनि यहाँदेखि चाहिँ मेरो पालो आइरहेको थियो मलाई चाहिँ म डुक 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 भइरहेको थियो यति धेरै लाज लागिरहेको थियो यति धेरै लाज लागिरहेको थियो अनि हामीले चाहिँ टिका सिका लाएर उपहारहरू साटासाट गऱ्यौँ होइन अनि मलाई चाहिँ एकदमै धेरै लाज लागिरहेको थियो तर के गर्नु साँच्चै भनेको मुटु चाहिँ डुक 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 भइरहेको थियो क्या मेरो मा चाहिँ हाम्रो बडेमा हो होइन सबैजना अहिले त अब हुनुहुन्न उहाँ मात्रै हुनुहुन्छ कि अहिले चाहिँ हाम्रो बुढी पुर्ख्यौली आमा भनेको नै उहाँ हुनुहुन्छ
अनि उहाँले चाहिँ लास्टमा ढोग्नु भयो ढोग्नु पर्दैन भनिराख्नु भएको थियो तर मेन सृष्टिकर्ता भनेको नै उहाँ नै हो नि त अनि यहाँनिर चाहिँ अब छतमाथि चाहिँ लगेर मौसमले पनि एकदम साथ दिएको थियो खानाहरू खुवाउन आँटेको हाम्रो चाहिँ सन्धि ढोकभेट कार्यक्रम पनि सक्यो होइन लगभग साथीहरू अब चाहिँ खानाहरू बाँड्दैछौँ व्यवस्था यहाँ चाहिँ सन्धि कालो बानिरहेको छु के भन्नु र किलो छ भन्नु आफै गाजर आज हाम्रो 3 किलो छ उब्रेको सबैले खाएर मुला पनि छ यो भुटान हो ला भुटान त भाडा मात्रै रहेछ यसको चाहिँ नाम के पो फाक्सा फाक्सा छ यो पप छ हो ल ल यो चटनी छ यो आलुदम चटनी हो कोपी यहाँ फेरि सादा पुलाउ छ अनि स्प्राइट छ यहाँ यस्तो छ खाने मान्छेहरु चाहिँ उता हुनुहुन्छ हैन यता यस्तो छ हो दिदी यसो गरेर दुईटा बोकेर यसो गर्दा फोटो खिचिन्छ आज हाम्रो रमाइलो छ म पनि भर्खर आइपुगेर काममा आफ्नो ड्युटी चालु भएको हैन आज हाम्रो यहाँ सबै हुन्छ हाम्रो फ्यामिली छौँ सबै हो दुई फ्यामिली एक भएको छौँ हैन दुई फ्यामिली एक भएको छौँ हाम्रो अलिक ठुलो सन्तान छ त्यही भएर धेरै जना छौँ बुहारीहरू फटाफट गर्दैछ म चाहिँ बसेर अराउँदैछु भयो गुड 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 दिदी गुड गुड अहिले मटन केही छ भन्नु केही छ भन्नु ल बधाई छ खाऊ लाग्छ क्या दिदीसँग चिउरा हो हजुर हाम्रो देशी गाउँको बफ हो बफ होइन पोर्क होला कि बफ ए यो चाहिँ चिकन यही हाम्रो गाउँमा बनाएको यही पालेको खाम खाम दिदी खाम फोटो पनि हुन्छ सम्धिनीको छोरी तिमी चाहिँ कहाँ हो त दिदी बहिनी जस्तो देख्नु भएको छ सम्धिनी भन्दा नि साँच्चै भनेको हाइट अनुहार सबै के ज्यान जिउ सबै होइन के र पनि सबै थोक मिलेको साइनो सम्बन्धले मात्रै होइन जिउ डाल रूप रङ सबैले मिल्यो क्या हजुर हजुर झन्डै मिल्न चाहिँ खोजेको ल ठिक छ मै उतै त आउने त के भयो भेना के भयो रे अब चाहिँ हाम्रो सबै कामहरू लगभग सक्यो अब चाहिँ उहाँहरू जान आँट्नु भएको छ हामी चाहिँ उहाँहरूलाई बिदा गर्नको लागि यहाँनिर बसिरहेछौँ गाडी पनि आइसक्यो फाइनली साथीहरू सम्धिलाई ढोकभेट गरेर पनि आइयो सानै सम्धिनी भयो होइन फर्स्ट एक्सपिरियन्स रमाइलो भयो हल्का लाज होइन सबै सकेर आयौँ तर अहिलेसम्म पनि घरमा लाइन आएको छैन हिजो गाडाङ गुडुङ गरेकाले अनि घरमा लाइन आएको छैन म चाहिँ भोलि चाहिँ त्यो अघि देखाउँछु भनेको सरप्राइज चाहिँ भोलि अनबक्सिङ गर्दैछु कि भोलि होइन अलिक एकछिनतिर अनि यही भिडियोमा राख्नेछु सो हेर्दै गर्नु होला साथीहरू आज लास्ट गलिएको छ छोराकै एक्जाम सुरु भइराखेको छ पढ्न पाएको छैन रात पऱ्यो बिहान 7 बजीदेखि हिँडेको झन्डै बेलुकाको 7 बज्ला जस्तो भइसकिसक्यो होइन साना अनि त्यस पछाडि म चाहिँ हतारमा साडी बेरेर चाहिँ गएको थिएँ साथीहरू मेरो चाहिँ घाँटी दुखेर बोल्नै गाह्रो भइरहेछ होइन र पनि म कनी बोल्छु हस् अनि हिजो अलिकति चिसोहरू ज्यादा भएछ है अनि मैले सरप्राइज भनेको थिएँ नि के भने मैले एउटा चिज किनेर ल्याएको छु हेर्न चाहनुहुन्छ टन कस्तो खुल्दैन त हो ए मेरो घरमा पनि फाइनल्ली मिसन आयो यही हो सरप्राइज हिजो मैले भनेको थिएँ नि ए यसलाई राख्ने ठाउँ चाहिँ अलिकति भएकै छैन बनाएको छैन लिएर त्यत्तिकै राखेँ अब यसलाई राख्ने व्यवस्था पनि गर्नु छ होइन यहीँनिर पन्सार हल्का यहीँनिर एडजस्ट गरेर राख्छु अब 1-2 दिनमा म यसलाई कतै लगेर राख्छु रुमतिर हुन्छ कि यतै मिलाएर हुन्छ कि अनि अहिले चाहिँ यत्तिकै यहाँ राखिरहेको छु मैले चाहिँ यसको पूजा गरेर मात्रै सुरु गर्ने गरेँ जे भए पनि फलामको सामान हो मेरो जिन्दगीको सहयात्री हो अबदेखि आजदेखि होइन यसले राम्रो भए पनि जे भए पनि जसो भए पनि मेरो विश्वास एउटा अनि मैले चाहिँ पूजा गरेर चाहिँ सुरु गरेँ जस पूजा गरेर मात्रै चलाउँछु भनेर चाहिँ म पूजा गर्दैछु जाने नजाने जे जस्तो भए पनि यसो पूजा चाहिँ मैले गरेँ होइन
हातमा त केही त्यस्तो थिएन, त्यही फुलपातीहरू जे सक्छ जे थियो आफूसँग त्यसैले गरेँ। अनि केही किन्न ओर्न पनि पाइनँ होइन, नरिवलहरू ल्याउनु ओर्न पनि पाइनँ, त्यत्तिकै बिजी भएर। अनि त्यही भएर चाहिँ मैले जे जस्तो आउँछ त्यसरी नै पूजा गरेर चाहिँ मैले मेरो मिसिनलाई चाहिँ एकदमै धेरै आफ्नो साथी सम्झेको छु अबदेखि चाहिँ।